दर्शकबिन यति बेला देशमा चुनाव लागेको छ। चुनाव प्रचार प्रसार साथै भेटघाटको क्रममा झापा जिल्लाको कमल गाउँपालिका अन्तर्गतको सुकुम्बासी बस्तीमा पुगेर बालेन शाहले स्थानीय सुकुम्बासीहरूसँग प्रत्यक्ष संवाद गरेका छन्। उनले काठमाडौँमा खोला किनारामा बसोबास गर्ने सुकुम्बासीहरूलाई बाढीको जोखिमबाट जोगाउन व्यवस्थापन गर्न खोजिएको स्पष्ट पारे। साथै झापाका सुकुम्बासीहरूलाई हटाउने कुनै योजना नरहेको र वर्षौंदेखि रहँदै आएको सुकुम्बासी समस्याको दीर्घकालीन समाधानतर्फ आफू लागिरहेको बताएका छन्। सुनौ उहाँको कुरा उहाँकै मुखबाट। भन्दाखेरि तपाईको पैसा नहुने विपन्नले चाहिँ प्राइभेट स्कुलमा पनि 10% सिट कक्षा कोठामा 100 वटा सिट छ भने 10 वटा सिट चाहिँ विपन्नले पाउँछ। थाहा पाउनु भएको छ होला नि। त्यो फेरि देशभरिकाले पाउने हो कि वर्षको 20-30 हजारले पाउँछ। अहिलेसम्म 60-70 हजारले पाउनु। त्यसको पैसामा हिसाब गर्ने हो भने त्यो 50-60 अर्ब रुपियाँ बराबरको हो क्या। त्यो भनेको सुरुमा त विपन्नलाई दिन सक्नु पर्यो नि त। 100% फ्री त हाम्रो संविधानमा लेख्नु त लेख्यो, बजेट छैन। 19 खर्ब बजेटले 100% पैसा हुनेलाई पनि फ्री भन्ने चाहिँ हुँदैन। तर हुनु चाहिँ के पर्यो भन्दाखेरि खल्तीमा पैसा नहुनेले पनि शिक्षा र स्वास्थ्य चाहिँ पाउनु पर्यो। पैसा अलिकति धेरै हुनेले व्यापार गर्न पाउनु पर्यो क्या। जोसँग जे छ त्यही गर्न पाउनु पर्यो नि त। तर शिक्षा र स्वास्थ्य चाहिँ सबैले पाउनु पर्यो भन्ने कुरा चाहिँ हो। बिस्तारै बिस्तारै जान्छ। अब यो बजेट छैन भन्ने कुरामा हामीले प्रदेश संरचना खारेज गर्यौं भने बजेट त हामीसँग इनफ हुन्छ नि। होइन, बजेटमा त्यो प्रदेश संरचना धेरै खर्च छ नि प्रदेशमा त। छैन छैन, त्यो न्यून खर्च, त्यो तलबमा जाने न्यून खर्च हो क्या। त्यो भत्ता सत्ता अब सुकिया गर्दा धेरै खर्च छ नि हलनजी। त्यो होइन, मन्त्रीले सांसदले खाएको तलब होइन क्या। तिनीहरूले बाहिर गरेर भ्रष्टाचार गरेको। अहिले हामी निस्किन्छौँ।